नमस्कार। कार्यक्रम देवभूमि चर्चा र चासोमा स्वागत छ। म खगेन्द्र पराजुली। कार्यक्रम चर्चा र चासोमा जनसरोकारका विषय, सम्बन्धित सरकार निकायका विषयलाई विशेष रूपमा उठान गर्ने गर्दछौं। कावासोतीको आरम्भ एकाडेमीले गणतन्त्र दिवसको अवसर पारेर बुधबार विद्यालय निर्वाचन कार्यक्रम गरेको छ। आज यो 2082 साल जेठको 14 गते गणतन्त्र दिवसको पूर्व सन्ध्यामा विद्यालयमा चाहिँ स्टुडेन्ट काउन्सिल इलेक्सन भइरहेको छ, चलिरहेको छ। अहिले हामी त्यही प्रक्रियामै छौँ। लोकतान्त्रिक विधि अनुरूप विद्यार्थी नेता उपनेता चयनलाई सँगै जोडेर आरम्भ परिसरमा भएको निर्वाचन अभ्यासले विद्यार्थीमा नेतृत्व विकाससँगै निर्वाचन प्रक्रियाका बारेमा धेरै जान्ने, बुझ्ने र सिक्ने अवसर मिलेको निर्वाचनमा भाग लिएका विद्यार्थीले प्रतिक्रिया दिए। र अहिले हाम्रो जस्तै अहिले नेपालमा हामीले यस्तो चुनावहरू गर्छन्, त्यसको लागि नि सानैदेखि नै अब कसरी गर्ने के गर्ने भनेर हामीलाई यहाँ प्र्याक्टिकल दिइराख्नु भएको छ। यसबाट हाम्रो लर्निङ स्किल हुन्छ, त्यो चाहिँ अलि माथि नै जाँदो रहेछ। त्यसै माथि धेरै नै कुरा अरू भाइ बहिनीहरूसँग कन्भर्सेसनहरू राम्रैसँग हुँदो रहेछ के। यो कुरा चाहिँ धेरै लर्निङ भयो र नयाँ नयाँ कुराहरूको एक्सपिरियन्स पनि गर्न पाइयो। त्यस्तो कुराहरू त्यस्तो थुप्रै कुराहरू मैले सिकेको छु। उनीहरूले विद्यालयले हरेक वर्ष निर्वाचन अभ्यास गराउँदा अघिल्ला वर्षमा साथीहरूलाई मतदान गर्दा र अहिले आफै उम्मेदवार हुँदा आफैमा नेतृत्व विकास भएको महसुस गरे। पहिलाको पालि चाहिँ म चाहिँ उठेको थिएन र मैले आफूले भोट कसरी हाल्ने यस्तो कुराहरू चाहिँ सिक्न पाएँ भने अहिले चाहिँ अब हामीले यो चुनावमा उठेपछि के गर्नुपर्छ, कसरी भोट हाल्ने, कसरी सबैसँग मिल्ने उसहरू कार्यहरू कुराहरू सिकेको छु। अब कस्तो भइरहेछ अहिले, जितिन्छ कि हारिन्छ, अनि त्यसपछि के हुन्छ होला? जिते पनि म खुसी नै छु, हारे पनि खुसी नै छु। मेरो साथीले मैले जिते पनि मैले जे गर्ने हो मेरो साथीले पनि त्यही गर्छ, साथीले जे गर्ने मैले पनि त्यही गर्छु। के हो नि यो चुनावमा जितिसकेपछि गर्ने भनेको कस्ता खालका कुराहरू गरिन्छ? जस्तै हामीले विद्यालयको त उता ग्रिन कलरको बोर्ड्सहरू हुन्छ, हो तिनीहरूलाई सजाउन पाइयो भाइ बहिनीहरूको सहयोगले। हामीले थुप्रै गर्न र हाम्रो रेली हुन्छ नि, त्यसै गरी रेली के त्यो यो गर्न नपाउने, दाइजो प्रथा हटाउने त्यस्तो रेलीहरूलाई पनि सञ्चालन गर्न पाइन्छ। त्यस्तै थुप्रै कुराहरू हामीले सञ्चालन गर्न पाइन्छ। विद्यार्थी बालबालिकाहरूले भने जस्तै उद्देश्य प्राप्तिमा कार्यक्रम फलदायी हुँदै गएको दाबी गरेका आरम्भ एकाडेमीका प्रशासन प्रमुख विनोद पौडेलले विद्यार्थीलाई बालबालिका उमेरदेखि नै सामाजिक भावना जागृत गराउने र साङ्गठनिक क्षमतामा पनि प्रभाव देखिएको जिकिर गरे। यो इलेक्सन वास्तवमा विद्यार्थी बाबु नानीहरूलाई इलेक्सनको सम्पूर्ण प्रक्रिया र यसको महत्त्व बुझाउने गरेर हामीले एउटा फ्रेमवर्क तयार गरेर काम गरिरहेका छौँ। विगतका वर्षहरूदेखि जो हामीले एउटा प्र्याक्टिस गर्दै आएका छौँ। हामीले विगत 5 वर्षदेखि विद्यालयमा विद्यालय निर्वाचन वा स्टुडेन्ट काउन्सिल निर्वाचन गर्दै आइरहेका छौँ। अब हाम्रो विद्यालयको दायित्व चाहिँ उनलाई नेतृत्व विकास क्षमता चाहिँ गराउने कुराको दायित्व चाहिँ फेरि हामीले वहन गर्छौँ र त्यो बाबु नानीलाई चाहिँ हामीले त्यसरी म्यानेज गर्छौँ। निर्वाचनका सबै सूचकहरू मनोनयनदेखि निर्वाचन घोषणासम्मका क्रियाकलापमा सहभागी गराएर विद्यार्थीलाई निर्वाचनमा सहभागी गराइएको निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका शिक्षक हरि बस्ताकोटी बताउँदछन्। यसको मुख्य उद्देश्य चाहिँ हाम्रो विद्यार्थीहरूलाई राष्ट्रिय निर्वाचन कसरी सम्पन्न हुन्छ र कक्षा 10 मा निर्वाचन प्रक्रिया र निर्वाचनमा नागरिकको भूमिका विषय पाठ रहेको कारणले त्यो पाठलाई पनि सजिलो होस् भनेर हामीले प्रयोगात्मक शिक्षा दिएका छौँ। जसले गर्दाखेरि विद्यार्थीहरूमा एउटा असल नागरिक बन्ने र मतदानमा सहभागी हुने नागरिक कर्तव्य पनि पुरा गर्नुपर्छ हामीले भन्ने जानकारी दिन, साथै नेतृत्वशिप र क्षमता विकास गर्नको लागि निर्वाचन नै राम्रो माध्यम हो भनेर जानकारी दिनको लागि आयोजना गरिएको। विद्यालयहरूमा हुने यस्ता अभ्यास बालबालिकाको सिकाइका साथै नेतृत्व व्यक्तित्व विकासमा फलदायी हुन सक्छ। यसले बालबालिका उमेरदेखि नै सामाजिक परिपाटीका बारेमा जिज्ञासु बनाउने, घुलमिल हुन सिकाउनुका साथै नेतृत्वको अवसर प्राप्त गर्न सक्दछन्। अघिल्लो वर्ष भोट पनि हालियो होला हैन? हालियो। उम्मेदवार थिएन अघिल्लो वर्ष? अघिल्लो वर्ष थिएन, हाटबाटै सुरु हाम्रो। ल त्यसो भए
अब यो अनुभवको बारेमा बताऊ त, के सिक्यौ तिमीले यो निर्वाचनबाट? के सिक्यौ? मैले यो निर्वाचनबाट धेरै कुरा सिकेको छु। यसबाट हाम्रो लर्निङ स्किल हुन्छ, त्यो चाहिँ अलि माथि नै जाँदो रहेछ। त्यसैमाथि धेरै नै कुरा अरू भाइ बहिनीहरूसँग कन्भर्सेसनहरू राम्रैसँग हुँदो रहेछ के। यो कुरा चाहिँ धेरै लर्निङ भयो र नयाँ नयाँ कुराहरूको एक्सपिरियन्स पनि गर्न पाइयो। त्यस्तो कुराहरू त्यस्तो थुप्रै कुराहरू मैले सिकेको छु यसबाट। जस्तो अहिले मतदान भइरहेको छ, चुनावमा अब उठ्दा अब कस्तो भइरहेछ? अहिले जितिन्छ कि हारिन्छ, अनि त्यसपछि के हुन्छ होला? जिते पनि म खुसी नै छु, हारे पनि खुसी नै छु। मेरो साथीले मैले जिते पनि मैले जे गर्ने हो मेरो साथीले पनि त्यही गर्छ, साथीले जे गर्ने मैले पनि त्यही गर्छु। के हो नि यो चुनावमा जितिसकेपछि गर्ने भनेको कस्ता खालका कुराहरू गरिन्छ? हामी जस्तै हामीले विद्यालयको त्यो उता ग्रिन कलरको बोर्ड्सहरू हुन्छ, हो तिनीहरूलाई सजाउन पाइयो भाइ बहिनीहरूको सहयोगले। हामीले थुप्रै गर्न र हाम्रो रेली हुन्छ नि, त्यसै गरी रेली के त्यो यो गर्न नपाउने, दाइजो प्रथा हटाउने त्यस्तो रेलीहरूलाई पनि सञ्चालन गर्न पाइन्छ। त्यस्तै थुप्रै कुराहरू हामीले सञ्चालन गर्न पाइन्छ। नमस्कार सबैजनालाई। म यही विद्यालयमा कक्षा 8मा पढ्ने छात्रा प्रार्थना पछाड र हाम्रो स्कुलले लगातार 2 वर्ष गरे अहिलेको वर्ष पनि आयोजना गरिएको यस जेठको 14 गतेको चुनावमा म चाहिँ आर्ट कल्चर एन्ड लिटरेचर क्लबको भाइस प्रेसिडेन्टको पदमा उठेको छु र हाम्रो स्कुलले चाहिँ पहिलेदेखि नै यस्ता बालबालिकाहरू सानोदेखि नै धेरै कुराहरू सिकाउँदै आएको छ र अहिले हाम्रो जस्तै अहिले नेपालमा हामीले यस्तो चुनावहरू गर्छन्, त्यसको लागि नि सानैदेखि नै अब कसरी गर्ने के गर्ने भनेर हामीलाई यहाँ प्र्याक्टिकल दिइराख्नु भएको छ। अब पहिलाको पालि चाहिँ म चाहिँ उठेको थिएँ होइन र मैले आफूले भोट कसरी हाल्ने हो यस्तो कुराहरू चाहिँ सिक्न पाएँ भने अहिले चाहिँ अब हामीले यो चुनावमा उठेपछि के गर्नुपर्छ, कसरी भोट माग्ने, कसरी सबैसँग मिल्ने उसहरू कार्यहरू कुराहरू सिकेको छु। यसको मुख्य उद्देश्य चाहिँ हाम्रो विद्यार्थीहरूलाई राष्ट्रिय निर्वाचन कसरी सम्पन्न हुन्छ र कक्षा 10मा निर्वाचन प्रक्रिया र निर्वाचनमा नागरिकको भूमिका विषयक पाठ रहेको कारणले त्यो पाठलाई पनि सजिलो होस् भनेर हामीले प्रयोगात्मक शिक्षा दिएका छौँ, जसले गर्दाखेरि विद्यार्थीहरूमा एउटा असल नागरिक बन्ने र मतदानमा सहभागी हुने नागरिक कर्तव्य पनि पुरा गर्नुपर्छ हामीले भन्ने जानकारी दिन, साथै नेतृत्वशील र क्षमता विकास गर्नको लागि निर्वाचन नै राम्रो माध्यम हो भनेर जानकारी दिनको लागि आयोजना गरिएको। नमस्ते, मेरो नाम विनोद पौडेल। म आरम्भ एकाडेमी यस विद्यालयको प्रशासन प्रमुखको जिम्मेवारीमा रहेको छु। आज यो 2082 साल जेठको 14 गते गणतन्त्र दिवसको पूर्व सन्ध्यामा विद्यालयमा चाहिँ स्टुडेन्ट काउन्सिल इलेक्सन भइरहेको छ, चलिरहेको छ। अहिले हामी त्यही प्रक्रियामै छौँ। यो इलेक्सन वास्तवमा विद्यार्थी बाबु नानीहरूलाई इलेक्सनको सम्पूर्ण प्रक्रिया र यसको महत्त्व बुझाउने गरेर हामीले एउटा फ्रेमवर्क तयार गरेर काम गरिरहेका छौँ। हामीले जुन सङ्घीय वा स्थानीय निर्वाचन पद्धति हुन्छ त्यही पद्धति चाहिँ फलो गरेर त्यहाँ भएका सबै सिस्टमहरूको फलो गरेर यसलाई अगाडि बढाएका छौँ। विगतका वर्षहरूदेखि जो हामीले एउटा प्र्याक्टिस गर्दै आएका छौँ। हाम्रो विद्यालयमा विद्यालयको नेता, उपनेता, बोइज र गर्ल्स र त्यसपछि हाम्रोमा रहेको 4वटा क्लब, यी क्लबहरूमा चाहिँ त्यहाँको प्रेसिडेन्ट छान्ने, निर्वाचनको पद्धतिबाट छान्ने भन्ने चलन छ। सोही चलन अनुरूपै हामीले विगत 5 वर्षदेखि विद्यालयमा विद्यालय निर्वाचन वा स्टुडेन्ट काउन्सिल निर्वाचन गर्दै आइरहेका छौँ। यो सिकाइ र क्षमता विकास यो दुई पक्षलाई कसरी हेर्न सकिन्छ? यो एकदम राम्रो प्रश्न गर्नु हो, धन्यवाद छ प्रश्नको लागि। हामीले पनि बाबु नानीहरूलाई सिप वा सिकाइमूलक उनीहरूको अध्ययन हुनुपर्छ भन्ने हेतुले जो यो निर्वाचनको मोडल तय गरिएको। यसमा विद्यार्थी भाइ बहिनीहरूलाई उनीहरूको स्वतन्त्र जुन हक छ, उनीहरू आफ्नो दाबी गर्नु पाउने हक छ, त्यो हक अनुरूप उनीहरूलाई स्वतन्त्रपूर्वक विद्यालय निर्वाचनमा चाहिँ उनीहरूलाई उठ्न दिइन्छ। साथै तपाईँको यो मतदाता शिक्षाको कुरा छ। अहिले विशेष गरी चाहिँ क्लास 2 देखि 10 सम्मका बालबालिका यसमा समावेश हुन्छन्। क्लास 2, 3, 4 का बालबालिकालाई चाहिँ अलिकति मतदाता शिक्षामा चाहिँ थोरै समस्या हुने गर्छ। त्यसको लागि हामीले नमुना मतपत्र ल्याएर
र पहिल्यै मतदाता शिक्षा कार्यक्रम चाहिँ यो चुनावको अवधिहरूमा पहिले हामीले गरिसकेका हुन्छौँ। त्यसले गर्दा उनीहरूलाई चुनावको दिन भोट हाल्नु पनि सजिलो हुन्छ र सबै बालबालिका हाम्रो लास्ट इयर पनि अघिल्लो वर्षको निर्वाचनमा पनि हाम्रो बदर मत सङ्ख्या चाहिँ जम्मा 2% थियो। त्यसरी चाहिँ म्यानेज गरिएको छ र मतदाता शिक्षामा हामी एकदमै ध्यान पुर्याएर काम गर्छौँ र सम्पूर्ण यो चुनावी प्रक्रियामै बालबालिकाको सिकाइ एकदम महत्त्वपूर्ण होस् भन्ने चाहिँ हाम्रो मुख्य हेतु रहेको छ। मतदाता शिक्षातर्फ त्यो छ जस्तो उम्मेदवारै हुनेहरूको योग्यता क्षमता उनीहरूको नेतृत्व विकास प्रस्तुतिकरण लगायतका व्यक्तित्व विकासमा देखिएका केही सिम्बोलिक चेन्जेसहरू इम्प्रुभहरू कसरी हेर्न सकिन्छ? अब उम्मेदवारको कुरा गर्दा संविधानले जो के ग्यारेन्टी गरेको छ भने निश्चित एउटा मापदण्ड बाहेक अरू सबै चाहिँ चुनावमा स्वतःस्फूर्त रूपमा उम्मेदवारी दिन सक्ने भन्ने मापदण्ड छ। त्यही अनुरूपै हामीले पनि अब बच्चाको क्षमता हेरेर भएन, क्षमतालाई मात्रै आधार मानेर चुनावमा उठ्नुहोस् वा नउठ्नुहोस् भन्न मिलेन। तर चुनावमा उठेका बाबु नानीहरू चाहिँ फरक क्षमताका, कम्तीमा पनि उनीहरूको अध्ययनको अवस्था चाहिँ उनीहरूको चाहे थोरै राम्रो होला चाहे थोरै कमजोर होला त्यो आफ्नो ठाउँमा छ। तर उनीहरूकोमा जुन नेतृत्व विकासको भावना जुन अलरेडी उनीहरूमा निहित छ त्यो कारणले चाहिँ त्यो कुराको उनीहरूमा भएको प्रयोग गरेर चाहिँ बाबु नानीहरू निर्वाचनमा उठिरहेका छन्। सँगसँगै अर्को कुरा जस्तो नेतृत्व विकासको क्षमता कम छ तर ऊ बाबु नानी चाहिँ चुनावमा उठेर जिते भने अब हाम्रो विद्यालयको दायित्व चाहिँ उनलाई नेतृत्व विकास क्षमता चाहिँ गराउने कुराको दायित्व चाहिँ फेरि हामीले वहन गर्छौँ र त्यो बाबु नानीलाई चाहिँ हामीले त्यसरी म्यानेज गर्छौँ। हामीले उदाहरणका रूपमा त्यस्ता केही पात्रहरू जो यो निर्वाचनमा भाग लिएर एउटा निस्केका त्यस्ता केही उत्पादन अहिले सामान्यभन्दा सामान्य नेतृत्व गरेका त्यस्ता उदाहरणहरू केही भेट्न सकिन्छ? बालबालिका धेरै छन् हाम्रोबाट यो प्रक्रियाबाट र यो लिडरसिपको एउटा प्रोसेसबाट गुज्रिएका बाबु नानीहरू चाहिँ अहिले उनीहरू स्कुलिङ भ्याएर जुन +2 लेभलमा विभिन्न कलेजहरूमा गएका छन्। त्यहाँ पनि ती बाबु नानीहरूले चाहे प्रोग्राममा प्रस्तुति गरेर होस् चाहे कुनै प्रोग्राम लिड गरेर होस् उनीहरूले आफ्नो क्षमता र नेतृत्व विकासको जुन सिप हामीले सिकाएका छन् त्यो चिजको चाहिँ प्रष्ट उदाहरणहरू हामीले देख्न सकिन्छ। हस्, थ्याङ्क यू। नमस्ते। के दिवस हो भोलि? के हो नि गणतन्त्र भनेको थाहा छ? थाहा छैन। देवभूमि चर्चा र चासोको आजको विशेष सामग्री सकियो। फेरि अर्को प्रसङ्गका साथ अर्को अङ्कमा भेट हुनेछ। तपाईलाई देवभूमि खबरको चर्चा र चासो कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। नमस्कार।